हेलो फ्रेंड्स, सबैलाई राधे राधे। आज म बनाउन जाँदैछु कर्न राइस। फ्राई राइस भन्दा पनि हुन्छ, कर्न राइस भन्दा पनि हुन्छ, केही फरक पर्दैन। कर्न राइसमा के हाल्नुपर्छ, यहाँ प्याज काटेर राखेकी छु, 2टा मिडियम साइजको प्याज। यहाँनेरि गाजर कद्दुकस गरेर राखेकी छु, गाजरलाई बारीक बारीक काटेर। यहाँनेरि छ तपाईको कर्न बोइल गरेर राखिसकेको छु। यहाँनेरि छ हरियो खोर्सानी, यहाँनेरि छ थोड़ा लसुनलाई कद्दुकस गरेर राखेको छु। यहाँ थोरै करी पत्ता छ, थोरै तोरी पनि हाल्नुपर्छ। तोरी चाहिँ मैले यहाँ निकाल्न भुलेको छु, हेर्दै जानु होला। यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले, मैले तोरी लसुन करी पत्ता हालेर यहाँ फुराइसकेको छु। त्यसपछि प्याज हाल्दैछु। प्याजलाई एकछिन भुन्नुपर्छ। प्याज यतिको भइसकेपछि गाजर हालिदिनुपर्छ। त्यसपछि यहाँ स्विट कर्न हालिदिन्छु। देख्न सक्नुहुन्छ मैले स्विट कर्न पनि हालिसकेको छु। र यहाँ स्वाद अनुसार नमक, त्यहाँनिर हर्दी हाले पनि हुन्छ, नहाले पनि हुन्छ। म चाहिँ थोरै हर्दी हाल्छु। यहाँ बिरयानी मसला हुनु भने अझै राम्रो हुन्थ्यो। मसँग बिरयानी मसला चाहिँ छैन, अहिले खत्तम भएको छ। त्यसको लागि बिरयानी मसला चाहिँ म स्किप गर्दैछु। हेर्न सक्नुहुन्छ मैले यहाँ 2टा टमाटर पनि काटेर हालेको छु। टमाटर चाहिँ तपाईहरुको हिसाबले हाल्नु होला। कसैलाई मुन पर्छ पर्दैन, मुन पर्छ भने हाल्न सक्नुहुन्छ टमाटर। देख्न सक्नुहुन्छ मैले यहाँ राइस पनि हालिसकेको छु। अब यसलाई मजाले चलाउनु पर्छ। हजुरहरूलाई मेरो भिडियो हेरेर कस्तो के लाग्छ, प्लिज लाइक सब्स्क्राइब गरिदिनु होला। देख्न सक्नुहुन्छ यहाँ हजुरहरूले मेरो फ्राई राइस पनि बनिएर रेडी भइसकेको छ। तपाईहरुलाई के कस्तो लाग्छ, प्लिज एउटा लाइक सब्स्क्राइब गरिदिनु होला। बाई।